सारा सेनाहरू रुक्मणीको रक्षाको लागि वरिपरिबाट घेरा हालेर बसिराखेका छन्। रुक्मणीजी दुलैको भेषमा सजिएर पूजा गर्दै हुनुहुन्छ। शिशुपाल दुलहा बनेर आउँदैछ। कृष्णले कसरी रुक्मणीजीको हरण गरिबक्छ? कृष्णले रुक्मणीलाई हरण गरेर लिएर जानुभयो। रुक्मणीको दाजु रुक्मी पछि पछि कुदिरहेको छ आफ्नो बहिनीलाई समात्नको लागि। हरण गरेर लिएर जाने क्रममा रुक्मी बीच बाटैमा आएको थियो। भक्त भागवतहरू भगवान श्री कृष्णले रुक्मीलाई पराजित गर्नुभयो, खुब गोड्नुभयो है। भन्नुहुन्छ जसो तसो तेरो बहिनी मैले भगाएर लगिहालेँ, जे ठान्छस् ठान। त्यही भएर श्रीमतीको दाजुलाई जेठान भन्ने गयो क्या। त्यो बेलादेखि जेठान भन्छन् नि होइन। खुब गोदी बक्सो यस्तो धुलाइ गर्नुभयो, यस्तो धुलाइ गर्नुभयो। ए मेरो हुनेवाला श्रीमती तैँले चाहिँ शिशुपाललाई बिहा गर्न आँटेको। खुब कुट्नु भयो, यति कुट्नुभयो, यति कुट्नुभयो। रुक्मणीजी खुद रथबाट ओर्लेर प्रभु मेरो दाइ हल्का फुल्का थप्पड हाले पनि मारी चाहिँ नहाल्नुहोस् है भइहाल्यो। मेरी रुक्मणीले यस्तो भनेपछि मैले तँलाई छोडिदिएको छु, तेरो बहिनी लगिहाल्यो, जे ठान्छस् ठान। त्यो बेलादेखि जेठान भन्ने चलन आयो भन्छ। अब द्वारिकामा लिएर गइबक्स्यो रुक्मणीलाई। धुमधामसँग विवाह भयो भक्त भागवतहरू। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। हरे कृष्ण 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 हरे हरे, हरे राम राम हरे हरे। हरे कृष्ण 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 हरे हरे, हरे राम राम हरे हरे। हरे कृष्ण 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 रुक्मणी लिएर गइहाल्नु भयो। अब शिशुपाल